हेलो नमस्ते वेलकम टू माई न्यू ब्लग। आज हामी कीर्तिपुरको बाघ भैरव मन्दिर घुम्न गइराखेका छौँ। कृपया तपाईहरु पुरै भिडियो हेरिदिनु होला। यो हो कीर्तिपुरको बाघ भैरव भन्ने मन्दिर। यो अत्यन्त राम्रो र सुन्दर बाहिरबाट देखिन्छ। यसको बनावट त अत्यन्तै राम्रो छ। जस्ट वाउ, अमेजिङ। माथिबाट देखिरहेका काठमाडौँको भ्यू नाइटमा यस्तो देखिन्छ। काठमाडौँको भ्यू तपाईहरु यो भिडियोको मार्फत हेर्न सक्नुहुन्छ। हेर्नुस्, माथिबाट र टेम्पलको साइडमा उभिएर कति राम्रो भ्यूहरु देखिन्छ काठमाडौँको। तपाईहरुसँग टाइम भयो भने एकचोटी अवश्य कीर्तिपुरको बाघ भैरव मन्दिर भिजिट गर्नु होला। तपाईहरुलाई देखाउँछु धराराको भ्यू। हेर्नुस्, वाउ, कति राम्रो देखिरहेछ त्यहाँबाट। हेर्नुस् त एकचोटी। आर गोइङ टु अनदर टेम्पल अफ बाघ भैरव, जुन कि त्यो टेम्पल भन्दा अलि 200 मिटर जति टाढा पर्छ होला। त्यो टेम्पल भन्दा म त्यो देखाउन गइरहेको छु तपाईहरुले। यो फ्रन्ट भ्यू त्यो अर्को टेम्पलको। अहिले भित्र गएर पनि हेर्छौं हामी। तपाईहरु देख्न सक्नुहुन्छ यो बाघ भैरवको अर्को मन्दिर कति राम्रो देखिरहेछ हैन। नेपालको अद्भुत कलाहरुबाट बनाइएको यो मन्दिर तपाईहरु देख्न सक्नुहुन्छ। अत्यन्त राम्रो र सुन्दर देखिरहेको छ। यता मान्छेहरु त धेरै नै आउँछन् भिजिट गर्न। टुरिस्टहरु पनि, बाहिरका विदेशहरुका पनि मान्छेहरु यता आइराखेका हुन्छन् हेर्न। तपाईहरु पनि मौका पाउनु भयो भने यो आउन सक्नुहुन्छ। यता यो धेरै टाढा पनि छैन। यो मन्दिर कति राम्रो, सुन्दर र शान्त वातावरण भएको ठाउँमा रहेको छ। अहिले हेर्नुस्, यता मान्छेहरु पनि मन्दिरको वरिपरि चक्कर लगाइराखेका छन्। आजको ब्लगमा यति नै। थ्याङ्क्स फर वाचिङ। फेरि पनि अर्को भिडियोमा भेटौँला।